के अरे सर हामीलाई चाहिँ एकजना स्टुडेन्टले चाहिँ हामीलाई चाहिँ अनलाइनमा चाहिँ हाम्रो इनबक्समा चाहिँ एउटा क्वेसन राख्नु भएको रहेछ। उहाँलाई चाहिँ एउटा कुरामा चाहिँ कन्फ्युजन रहेछ होइन। उहाँले चाहिँ के भनिरहनु भएको छ भने जुन प्रोडक्सन या म्यानुफ्याक्चरमा युज हुने जुन फिक्स एसिडहरू हुन्छ नि त्यसको प्रोसेसमा लाग्ने जुन नट्सहरू, बोल्टहरू, लुज टुलहरू या स्पेयर पार्टहरू आदिको चाहिँ जस्तै लाग्ने खर्चहरू कट्टी गर्दाखेरि चाहिँ आयकर ऐनको कुन दफा अन्तर्गत काटिनुपर्छ भनेर मलाई चाहिँ एकदम कन्फ्युजन भयो। यसको बारेमा क्लियर गरिदिनु भनेर मलाई चाहिँ क्वेसन गरिरहनु भएको थियो यहाँ अनलाइनमा हाम्रो इनबक्समा। त्यसको बारेमा केही भनिदिनुहुन्छ? वास्तवमै यो अलिक कन्फ्युजन छ है, ऐन स्तरमै कन्फ्युजन चाहिँ छ। यो मलाई एकदमै राम्रो क्वेसन लाग्यो होइन। तपाईँको नेपालको आयकर ऐन 2058 को दफा 15 को शीर्षक के रहेछ भने व्यापार मजदातको लागतको खर्च कट्टी। अब यसले सरसर्ती पढ्दाखेरि हामीलाई के लाग्न सक्छ, यहाँनिर त व्यापारिक मजदातको मात्रै लागतको कुरा गरेको छ होइन। आइदर त्यो त डाइरेक्ट र मटेरियल होला अथवा WIP होला अथवा फिनिस्ड गुड्स होला होइन। तर जुन हाम्रो प्रोडक्सन प्रोसेसमा युज हुने फिक्स्ड एसेट्समा लागेको अथवा कन्ज्युम हुने होइन लुज टुल्सहरू, नट्सहरू, बोल्ट्सहरू आदिको चाहिँ ठ्याक्कै कुन दफा अन्तर्गत पाइने भयो त होइन भन्ने एउटा कन्फ्युजन आउनु स्वाभाविक हो। अब यसमा तपाईँको यस्तो छ हेर्नुहोस्, दफा 15 को विभिन्न उपदफाहरूले मजदातको लागत कसरी गणना गर्ने भन्ने विधिहरू तोक्या छ होइन। त्यसमा अब हेर्नुहोस् अहिले प्राय जसोमा हामी एक्रुअल बेसिस नै फलो गर्छौँ इन्कम ट्याक्स एकाउन्टिङको लागि होइन। र एक्रुअल बेसिस फलो गर्दाखेरि तपाईँले मजदातको लागत निकाल्दाखेरि हामीले दुईटा विधि हुन्छ हेर्नुहोस्, एउटा परल लागत विधि हुन्छ, अर्को खपत लागत विधि हुन्छ। इङ्ग्लिसमा भन्दाखेरि परल लागतलाई हामीले भेराइबल अथवा मार्जिनल कोस्टिङ बेसिस भन्न सक्छौँ र खपत लागतलाई एब्जर्प्सन कोस्टिङ बेसिस भन्न सक्छौँ है। एक्रुअल बेसिसमा जसले आफ्नो बुक मेन्टेन गर्नुहुन्छ उहाँहरूले आफ्नो मजदातको लागत निकाल्दाखेरि एब्जर्प्सन अथवा खपत लागत बेसिस फलो गर्नुपर्छ। र त्यो खपत लागत निकाल्दाखेरि प्रत्यक्ष खर्चहरू जस्तै डाइरेक्ट मटेरियल होला, डाइरेक्ट लेबर होला होइन, डाइरेक्ट ओभरहेड होला, त्यसको अलावा अप्रत्यक्ष तपाईँको फ्याक्ट्री सिरोभार खर्च भन्छ, अप्रत्यक्ष फ्याक्ट्री ओभरहेड पनि जोड्नुपर्ने हुन्छ। अर्थात् जति चाहिँ त्यो वर्षमा जति युनिट खपत भयो त्यस्ता लुज टुल्सहरूको, त्यस्ता तपाईँको स्पेयर पार्ट्सको, त्यस्ता नट्सको, बोल्ट्सको त्यो चाहिँ कारखानाको सिरोभार खर्च अन्तर्गत जोडिएर अल्टिमेटली चाहिँ मजदातको भ्यालुमा जोडिने भयो बुझ्नुभयो। जुन कन्ज्युम हुन्छ त्यो चाहिँ कन्जम्सनमा आउने भयो, जुन कन्ज्युम हुँदैन त्यो चाहिँ मजदातकै कोस्टिङमा बसिरहेको हुन्छ। त्यही भएर स्टक भन्ने बित्तिकै अर्कै कन्सेप्ट हुन्छ हो। नर्मली हामीले के बुझ्छौँ, स्टक भनेपछि त यो डाइरेक्ट ट्रेडिङ स्टक अथवा जुनमा डिल गर्छौँ त्यसकै र मटेरियल WIP अथवा फिनिस्ड गुड्स होइन। अब यो त फिक्स्ड एसेट्समा लाग्ने हो है। अब त्यही भएर अब यसमा कस्तो हुन्छ भने रिपेयर एन्ड मेन्टेनेन्स पनि ठ्याक्कै भन्न मिलेन यसलाई होइन, क्यापिटलाइज गर्न पनि मिल्दैन। अनि यसमा इन्ट्रेस्टिङ के छ भने तपाईँको सर्वोच्चको नजिर पनि छ एउटा। त्यो नजिरले पनि के भन्छ भने दफा 15 अन्तर्गत तपाईँको स्थिर सम्पत्ति जुन म्यानुफ्याक्चरिङ प्रोसेसमा युज भइरहेको हुन्छ त्यसमा लाग्ने नट्स, बोल्ट्स, लुज टुल्सहरूको तपाईँको लागत कट्टी दफा 15 अनुसार नै लिन पाइन्छ भनेर नजिर छ सर्वोच्चको है। अब मलाई लाग्छ उहाँले बुझ्नुभयो होला। अब बुझ्नु भएन भने फेरि पनि हामी अर्को सेसनमा कुनै दिन उहाँलाई अझ यसमा प्र्याक्टिकली नै कम्प्युट गरेर बुझाउँला।